उच्च तुलसीपुर बुटोल इजलास कोहीसँग नजुक एकजनासँग नजुक किन साइन नभएको पेपर किन दिनुभएको? पूर्व गृहमन्त्री एवं राजसभा सभापति रवि लामी छानालाई उच्च अदालत तुलसीपुरको बुटोल इजलासले थुनामा पठाउने आदेश गर्दा शुक्रबार साँझ 7:30 बढी भएको थियो। उच्च अदालतको आदेश कार्यान्वयन गर्न जिल्ला अदालत रूपन्देही पठाउनु पर्ने थियो। त्यसका लागि कार्यालय समय सकिएको थियो भने शनिबार र आइतबार बिदा भएकाले उच्चको आदेश जिल्ला अदालतमा पुग्न सोमबार मात्रै लाग्ने थियो। त्यसपछि अदालतले पक्राउ गर्न प्रहरीलाई पुर्जी दिने वा जिल्ला अदालतमा तारिख बुझ्न जाँदा प्रहरीको जिम्मा लगाउन सक्थ्यो। तर रवि लामी छानेको हकमा कुनै प्रक्रियाको कुरा नै भएन। आदेश भएको 1 घण्टा नबित्दै 8:30 बजे जिल्ला प्रहरी परिसर काठमाडौँ, अपराध अनुसन्धान महाशाखा काठमाडौँ लगायत काठमाडौँका प्रहरी निकायका छुट्टा छुट्टै टिम हात्तीगौडा स्थित रवि लामी छानेको निवास घेर्न पुगिसकेका थिए। 100 जना भन्दा बढी प्रहरीले रवि लामी छानेको निवास घेरिसकेका थिए। तर उनीहरूको साथमा न उच्च अदालतको आदेश थियो न जिल्ला अदालत रूपन्देहीले दिएको कुनै कागज पत्र नै थियो। विश्वास हुँदैन नि त। मोबाइलमा त के हुन्छ कि तपाईँ मोबाइलमा के छ हाम्रो के थाहा? अदालतले आज त प्रिन्ट गरेर ल्याउनु पर्छ होला। प्रहरी निवासमा नपुग्दै रवि लामी छाने आफै गिरफ्तारी दिने तयारीका लागि झोला प्याक गर्दै थिए। त्यति नै बेला प्रहरीका डिएसपी दीपक खड्का सहितको टोलीले लामी छानेको बेडरुमसम्म छिर्यो। जाउँ त भाइ एकछिन रोकिहाल्नु सर बेडरुमै जाने सर बेडरुमै निस्कन लाग्नु भएको छ। घरमा एकछिन बेडमा हुनुहुन्छ बाथरुममा एकछिन हुन्छ बोलाइदिनु त अनि भइहाल्यो नि त। हामी अघिदेखि त्यही नै रिक्वेस्ट गरिरहेको छौँ त। तपाईँहरू सँगसँगै हेर्नु हामी एकजना गर्दै जान्छ तपाईँकै गाडीमा जान्छौँ भनेर छौँ त हामीले। तपाईँहरूको गाडीमा जान्छौँ भनिरहेको किन के गरिरहेको यार? के कामै नभए खोइ जान रेडी गरेर बसिरहेको छु। प्याकिङ गरेर नदिने भने के गर्नु पर्छ तपाईँहरूले? के हो कागज मलाई हेराउनु परेन तपाईँहरूले? दादागिरी देखाएको दादागिरी देखाउनु भएको? नियम कानुन छैन? मलाई न्यायको अधिकार मलाई छैन? ग्रिनवेट मेरो कानुन व्यवसाय भेट्न मिल्दैन कि? करार झापाएर लानुहुन्छ मलाई? कानुन बमोजिम होला मलाई कानुन व्यवसाय 1 मिनट हेर्नु भेट्न कि म कहाँ गएको भाग्छु? म 7:30 म भाग्छु? म के भाग्छु? म लामी छानेले उनीहरूलाई अदालतबाट आएको कानुनी कागजपत्र दिनुस् भन्दै गर्दा प्रहरीले झण्डै 1 घण्टा उनलाई टारिरहे। साथै प्रहरीका यी अधिकारीले झोला प्याक समेत अरूले गरिदिन्छन् भन्दै दबाब दिइरहेका थिए। प्याकिङ गरेर दिनुहुन्न भने अरूले गर्नुहुन्छ सायद। यस्तो पनि हुन्छ? मेरो प्याकिङ गरेर मेरो औषधि मेरो सामान केही सामान चिज त लानुपर्छ मैले पर्दैन। त्यति के भयो चाहिँ के हो तपाईँ? आदेश मान्नुहोस् न। यस्तो पनि हुन्छ? लिगल इलिगल आदेश नगर्नुहोस् तपाईँ। मलाई इमानदारी पूर्वक भनिछु, पब्लिकली भनिसकेँ मैले म गिरफ्तारी दिँदैछु आफै भनेर। हेर्नुहोस् त पब्लिकली हेर्नुहोस्। हद नगर्नुहोस् यार, अन्यायको हद। एउटा मान्छेलाई अन्यायको हद नगर्नुहोस्। मार्नुहुन्छ भने मार्नुहोस् सजिलो कि त्यस्तो आदेश छ? एटिट्युड के हो सर? त्यस्तो एउटा कुरा सुन्नु, रेस्पेक्टफुल्ली पनि तपाईँले सबै गर्न सक्नु। त्यो एटिट्युड तपाईँले अनुहार त्यो पार्नै पर्दैन सर। तपाईँले 2टा फुली बढाउनु होला। म प्रधानमन्त्री हुन छोडेर हिँड्ने मान्छे हो। फुलीको चिन्ता नगर्नुहोस्, देशको चिन्ता गर्नुहोस्। 5 मिनटदेखि 7 मिनट 10 मिनट पुऱ्याइदिनुहोस् है सर। हद गर्नु हुँदैन। प्रहरीका यी निरीक्षक रवि लामी छानेको विस्तारामै पुगेका थिए। लामी छाने आफैले म जान तयार भएर बसेको छु तर मलाई कागजपत्र दिनुस् भन्दै बारम्बार आग्रह गरे। तर प्रहरीले मोबाइलमा छ तल गेटमा छ भन्दै टारिरहे। तर उनीहरूले देखाउन सकेनन्। देखाउनुहुन्छ त अनि भनेको तपाईँले कि यति मिनटभित्र पक्राउ गर्नु भनेको छ अदालतले के छ भन्नु त? यति बजेर यति सेकेन्ड लैजानु भने म तपाईँसँग जाँदैछु, म गिरफ्तारी दिँदैछु। मेरो अलिकति केही पाएँ तपाईँ यहाँ हेर्नमा आउनुहुन्छ भने आउनुहोस्। मेरो यहाँ केही छ आउनुहोस् न मसँग मेरो प्याकिङमा आउनुहोस्। मेरो कुरा छ चार। म पोलिटिकल पार्टीको लिडर हुँ। मेरो 2जना मान्छे कुरा गर्नुपर्छ। पार्टीको साथीहरूलाई केही गर्नु पर्ला, केही डकुमेन्ट साइन गर्नु पर्ला। सिम्पल कुरा हो नि यो त। दिन लाग्नु भयो मलाई देखाउनुहोस् के कागज देखाउनु दिनुहोस् न मलाई। म रेडी भएर बसेँ। प्याकिङ पनि सिधै मेरो दिनुहोस् न। मलाई त्यो पेपर चाहियो नि त। मलाई पेपर त मलाई चाहियो लाग्यो। पेपर सही त ल हुन्छ दिनुहोस् न। मलाई दिनुहोस् न। म गइहाल्छु रेडी भएर बसेछु त पब्लिकले भन्छ। लामी छानेका पार्टीका पदाधिकारी तथा परिवारले अदालतका कागजपत्र लिएर आउनुपर्ने अडान लिएपछि लामी छानेको बेडरुमबाट निस्किएर यी प्रहरीले बल्ल कागजपत्रका लागि प्रहरीका हाकिमलाई जाहेरी गर्दै थिए। त्यो आदेश चाहिँ प्रिन्ट गरेर दिनु पर्यो भन्ने कुरा दिनु पर्यो नि भन्ने कुरा हो। के भने त्यो आधारभूत कुरा हो। पाण्डव पनि गाह्रो भइरहेको छ।
त्यो प्रिन्ट गरेर त्यो प्रिन्ट गरेर लिएर त्यो उसको त्यो प्रोग्राम लिएर त्यसको केही बेरपछि सिभिलमा एकजना प्रहरी हातमा रेकर्ड फाइल बोकेर बेडरुममा छिरे। प्रहरीले कागज आइसक्यो, प्रहरी चौकीमा लगेर सबै हेर्न मिल्ने भन्दै झुक्क्याउने प्रयास गरे। दिनुहोस् त्यस्तो डकुमेन्टै नलिकन आउने भन्ने हुन्छ। कति हतार तपाईँहरूलाई मलाई समाउनु खोइ डकुमेन्ट ठिक छ देखाउँछ डकुमेन्ट नलिएर ल म त हाजिर गरेर समाउने होला। कोर्टको लेटर म चाहियो। त अदालतमा हाजिर गरेर समाउनु पर्ने थियो। तपाईँ हतार गरेर आउनुभयो, डकुमेन्ट पनि नलिई आउनुभयो। त्यो त दबाई काम जस्तो भयो। ए होइन त्यो लिएर आउँदा त्यो हाम्रो आइसकेको छ तल भित्र जानु भनेर मात्रै हो। गेटमा हाम्रो के भन्नु तर उनले उक्त रेकर्ड फाइलबाट रवि लामिछानेसँग सम्बन्धित कुनै पनि फाइल निकाल्न सकेनन्। रेकर्ड फाइल बोकेर आएका प्रहरी आफै के बोलिरहेको छु भन्ने मेसो पाएका थिएनन्। उनले अदालतको आदेश आएपछि सकिहाल्यो नि भन्ने जस्तो तर्क गर्दै थिए। तर अदालतको आदेश पनि उनले दिन सकेका थिएनन्। त्यो अदालतको आदेश आइसक्यो, बोले छोरीको अरू के चाहियो त हजुरलाई? सुन्नुहोस् न, तपाईँ व्यवहार मान्छे भएर तपाईँ घरमा आएर तपाईँले यहाँ लेख्ने हो कि बरु बाहिर लामिछानेका प्रेस सल्लाहकार प्रमोद नेउपानेसँग लामिछानेको अन्तिम इच्छा वकिललाई भेट्ने होइन, भेटिहाल्यो नि भन्दै अभिव्यक्ति दिँदै थिए अर्का डिएसपी। सम्बन्धित व्यक्तिलाई दिनु पर्यो, जसलाई गिरफ्तार तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ। अन्तिम इच्छा भइहाल्यो। अन्तिम इच्छा भने तपाईँ कानुन व्यवसाय सल्लाह त्यस्तो शब्द बोल्नुहुन्छ, अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ। त्यसको शब्द होइन सर, नो सर। तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर? यो भन्नु त। तल जानलाई चाहिँ अन्तिम इच्छा भने चाहिँ त्यही होइन त। त्यस्तो बोलिँदैन नि सर। सर डेढ साहब हुनुहुन्छ, अन्तिम इच्छा भन्ने हुन्छ सर। एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ, त्यस्तो हुँदैन नि सर। त्यस्तो हुँदैन नि सर। बोली त के सिधा सर अन्तिम इच्छा एउटा होइन, अदालतले दिएको आदेश, अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर। एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले। त्यसको केही बेरपछि मात्रै प्रहरीले उच्च अदालतको आदेश प्रिन्ट गरेर लामिछानेलाई दियो। तर उक्त आदेशसँग पनि जिल्ला अदालतले कार्यान्वयनका लागि प्रहरीलाई लेखेको कुनै पत्र थिएन। फेरि अदालतले दिएको पुर्जी खै त भनेर लामिछानेले प्रश्न गर्दा प्रहरीका यी अधिकारीहरू आक्रोशित हुन थाले। प्रहरीले आफूहरूले गैर कानुनी काम गरेको भए भोलि कानुनी उपचारमा जानु भन्दै चुनौती दिन थाले। त्यसपछि कानुनमा चाहिँ हाम्रो अगेन्स्टमा जाने ठाउँ छँदै छैन। हामीले गल्ती गरेपछि दिनुहोस् न त, ल्याउनुहोस् कि ल्याउनुहोस्। मैले सही गर्नु पऱ्यो नि, मलाई दिनुहोस् न पक्राउ बुझी। कस्तो अचम्म यार, एउटा पक्राउ दिनुहोस् न, पक्राउ बुझी लेख्नुहोस्। दिनुहोस् न, भइगयो त। ल दिनुहोस् मलाई। हुन्छ नि हजुर, हामी वकिल साहब भोलि कानुनको विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त। हाम्रो मुद्दा हाल्नु त्यस्तो भन्ने हुँदैन नि। म त गइसक्छु नि। भोलि ठोक्नुहोस् त साहब। मलाई सुन्ने आएन नि। हामी सम्मान गर्छौँ। दिनुहोस् न, पत्र दिनुहोस् न। पत्र दिनु न, पत्र। ए सर पत्र दिनु न मलाई। ए ल भयो, पत्र दिनुहोस्। भइदिएको त, केही गर्नै परेन त। छैन केही छैन। पत्र दिनुहोस्, लैजानुहोस्। एउटा पत्र त मैले दिनु पऱ्यो नि। पत्रै हुन्न र? पत्र दिनु नभइगयो त, विवादै छैन त, म गइहाल्छु। त्यसपछि प्रहरीको न्यूनतम मर्यादा समेत नराखेका यी प्रहरीले रेकर्ड फाइलबाट एउटा खाली पुर्जी निकाले र विवरण टिप्न थाले। जबकि उनलाई कुन कसुर, अदालतको के आदेशमा पक्राउ गर्न आएको हो भन्ने समेत भेट्टा थिएन। उनी अर्का प्रहरीको सहयोग माग्दै थिए। उच्च तुलसीपुर बुटोल इजलास, उच्च अदालत तुलसीपुर बुटोल इजलास, सिङ्गापुर इजलास, उच्च अदालत तुलसीपुर सहकारी ठगी सम्बन्धी कसुर सहकारी ठगी सम्बन्धी कसुर र अन्ततः उनीहरूले रवि लामिछानेको विस्तारामै बसेर
जरुरी पक्राउ पुर्जी लेखे र रवि छानालाई थमाए र हस्ताक्षर समेत नगराई हिँड्न लगाए। मेरो ब्याग भगवान् छन्, न्यायप्रेमी जनता छन्, केही फरक पर्दैन, केही समयको परीक्षा हो है, चिन्ता नगर नि। कोहीसँग नजुक, एकजनासँग नजुक, के भन्न चाहनुहुन्छ? केही भन्नु छैन मलाई, जनताले देखेका छन्, बुझेका छन्, आशा छ। लडाइँ लामो हुन्छ भन्ने मलाई थाहा थियो, लड्छु म, केही छैन। आज अदालतप्रति सम्मान छ मेरो। छोडिदिनु, बाटो छोडिदिनु है, क्लियर छोड्नु है। त्यसमा हो पुर्जीमा हस्ताक्षर नै नगराई प्रहरीको गाडीमा राखेपछि रासपाका कार्यवाहक सभापति डिपी अर्यालले गाडी रोके र पक्राउ पुर्जी देखाउन भने, जहाँ न प्रहरी अधिकारीको हस्ताक्षर थियो न रवि लामिछानेको। सरलाई दिएको होइन सरलाई त्यो किन साइन नभएको पेपर किन दिनु? त्यसपछि उनीहरूले गाडीमै लामिछानालाई हस्ताक्षर गराए। त्यसपछि उनीहरूले लामिछानालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासत कक्षमा पुर्याए। रवि लामिछानेमाथि शुक्रबार साँझ प्रहरीले गरेको व्यवहारलाई लिएर कानुनविदहरूले प्रश्न उठाएका छन्। वरिष्ठ अधिवक्ता डाक्टर भीमार्जुन आचार्यले लोक कल्याणकारी राज्यले आफ्ना नागरिकलाई पक्राउ गर्न रातिकै समय किन रोज्छ भन्दै प्रश्न गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, अदालतको आदेशको पालना र कार्यान्वयन हुनुपर्नेमा कुनै दुविधा छैन, तर लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्राउ गर्न किन रातिकै समय रोज्छ? के टेक्स्ट एक्सन अर्थात् कानुनी व्यवस्था र कार्यान्वयनमा हाम्रो सङ्गति कहिल्यै नहुने हो? यस्तै रवि लामिछानेका कानुनी सल्लाहकार समेत रहेका पूर्व महाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील पन्तले सामाजिक सञ्जालमा सामान्य कानुनी प्रक्रिया र नियमित व्यवहार पालना नभएको भन्दै आक्रोश पोखेका छन्। उनले रातिको बेलामा पक्राउ पुर्जी बिना व्यक्तिको घरमा प्रवेश गर्ने प्रहरीको व्यवहारलाई राज्य आतंक भनेका छन्। यस्तै अधिवक्ता सुलभ खरेलले यसरी प्रक्रिया नै नपुर्याई लामिछानेलाई प्रहरी र गृह प्रशासनले नै गैर कानुनी थुनामा राखेको बताएका छन्। यो घटनाले गम्भीर प्रश्न उठाएको भन्दै उनले लेखेका छन्, उच्च अदालतले गरेको आदेशमा चित्त नबुझाई प्रतिवादी रवि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्लान् वा नगर्लान् यो उनकै व्यक्तिगत कुरा हो, तर प्रश्न अहिले उनलाई किन र कुन अख्तियार बमोजिम प्रहरी र गृह प्रशासनले मध्यरातमा समातेको हो भन्ने हो। आज शुक्रबार राति उच्च अदालतले आदेश गर्यो। सो आदेश जिल्ला अदालत अर्थात् ट्रायल कोर्टमा आजै मध्यरातमा पुग्दैन। त्यसको लागि पक्कै भोलि बिदा भएको हुँदा आइतबारसम्म पर्खिनुपर्ने होला र उक्त आदेश जिल्ला अदालत पुगेपछि मात्रै अदालतले आवश्यक कारबाहीको निम्ति प्रहरीलाई लेखी पठाउने होला वा तारिखमा प्रतिवादी उपस्थित हुँदा उनलाई समाइनुपर्ने होला। न पक्राउ गर्ने पुर्जी छ, न अदालतको आदेश कानुनी बमोजिम प्रहरीको हातसम्म आइपुगेको छ, न त्यो आदेश जिल्ला अदालतसम्म अर्थात् ट्रायल कोर्टसम्म नै पुगेको छ। मध्यरातमा प्रहरी सुतिरहेको बिस्तारासम्म पुग्छ। यस्तोमा कसैलाई थुन्दा कानुनको सम्पूर्ण प्रक्रिया पालना भएको भएन। पक्राउ पूर्व विधिवत रूपमा कारण त पाउनु पर्यो होला नि। प्रतिवादीले अदालतको आदेश पनि पढ्न पाउनु पर्यो होला नि। के त्यो पनि मिडियाबाटै खबर पाएर कुनै व्यक्ति थुनिन जानुपर्ने हो? अझै उनले कानुनी व्यवसायीसँग तत्काल के गर्ने भने राय सल्लाह माग गर्ने मौलिक अधिकार नै राख्लान् नै। यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ। त्यो के हो भने अदालतको आदेश हृदपूर्वक नपुग्दै पक्राउ पुर्जी नदिई कुनै व्यक्तिलाई मध्यरातमा घरभित्रै समात्नु उचित कानुनी प्रक्रिया हो कि होइन? यदि यो उचित प्रक्रिया होइन भने आजको यो थुना गैर कानुनी हो कि होइन?